कल्पना गर्नुस् त 200 वर्ष अघि नक्सा कोर्दा भएको एउटा सानो अस्पष्टताले आजको दिनमा दुई घनिष्ठ छिमेकी राष्ट्रहरूबीच यति ठूलो अन्तर्राष्ट्रिय तनाव निम्त्याउन सक्छ भनेर यस एक्सप्लेनरमा स्वागत छ। आज हामी इतिहास, भूगोल र कूटनीति एकै ठाउँमा ठोक्किने एउटा एकदमै रोचक र जटिल विषयको गहिरो विश्लेषण गर्दैछौँ। यो केवल जमिनको कुनै सानो टुक्राको कुरा मात्र होइन, यो त नक्सामा कोरिएका रेखाहरू र ती रेखाहरूले कसरी राष्ट्रहरूको भविष्य तय गर्छन् भन्ने कुराको कथा हो। हाम्रो आजको मुख्य भूराजनीतिक रहस्य एउटै प्रश्नमा लुकेको छ। 2 शताब्दी पुरानो नक्साले कसरी आधुनिक सीमा विवाद निम्त्याउँछ? हालै कैलाश मानसरोवर यात्राको मार्गलाई लिएर नयाँ कदमहरू चालिएपछि यो दशकौं पुरानो विवाद अचानक फेरि सतहमा आयो। तर एउटा आधुनिक सडक निर्माणको विवाद कसरी त्यो पुरानो औपनिवेशिक युगको नक्सासँग जोडिन पुग्यो त? यसलाई बुझ्न हामीले इतिहासका पानाहरू पल्टाउनै पर्ने हुन्छ। ल अब यसमा प्रवेश गरौँ। यो विषयलाई सजिलोसँग बुझ्नको लागि हामी 4वटा मुख्य कुराहरू हेर्नेछौँ। पहिलो, यो रणनीतिक पहाडी भन्ज्याङको अवस्था। दोस्रो, सन् 1816 को सुगौली सन्धि। तेस्रो, यसमा रहेका प्रतिस्पर्धात्मक क्षेत्रीय दाबीहरू। र चौथो, यसमा चीनको भूमिका। अगाडि बढौँ। सुरु गरौँ पहिलो बुँदाबाट, रणनीतिक पहाडी भन्ज्याङ अर्थात् यो उच्च हिमाली त्रिदेशीय बिन्दुको अवस्था। 5334। यो नम्बर सुन्दा सामान्य लाग्ला, तर यो लिपुलेख भन्ज्याङको मिटरमा नापिएको उचाइ हो। सोच्नुस् त, त्यति माथि हावा एकदमै पातलो, भौगोलिक अवस्था एकदमै चरम र कठिन। तर अचम्मको कुरा के छ भने यति चिसो र उच्च स्थान भए तापनि यहाँको भूराजनीतिक तापक्रम भने सधैँ उम्लिरहेको हुन्छ। यहाँको हावा जति पातलो छ, यहाँको रणनीतिक अवस्था त्यति नै बाक्लो छ। अब यो ठाउँ आजको समयमा किन यति महत्त्वपूर्ण छ त? यो कुनै प्रयोगविहीन हिउँको मैदान मात्र होइन नि। पहिलो कुरा त यो भारत, नेपाल र चीनलाई सिधै जोड्ने एउटा त्रिदेशीय बिन्दु हो। इतिहासदेखि नै यो पहाड वारपार हुने वस्तु विनिमय व्यापारको एउटा मुख्य मार्ग रहँदै आएको छ। त्यति मात्र होइन, पवित्र कैलाश मानसरोवर यात्राको लागि यो सबैभन्दा चल्तीको र सिधा स्थलमार्ग पनि हो। र सुरक्षाको दृष्टिकोणले हेर्दा यो एउटा यस्तो बिन्दु हो जहाँबाट सैन्य गतिविधिहरूको अनुमोदन गर्न एकदमै सजिलो हुन्छ। त्यसैले यो स्थानको सामरिक महत्त्व निकै ठूलो छ। अब जाउँ दोस्रो भागमा, सन् 1816 को सुगौली सन्धि, जुन यो पुरै विवादको मूल कारण हो। नक्साको भ्रम आखिर कहाँबाट सुरु भयो त? खासमा भयो के भने एङ्ग्लो नेपाल युद्धपछि सन् 1816 मा एउटा सम्झौता भयो, सुगौली सन्धि। यस औपनिवेशिक युगको सम्झौताले काली नदीलाई नेपालको पश्चिमी सिमाना मान्ने तय गर्यो। सुन्दा त कुरा एकदमै प्रष्ट लाग्छ होइन त? तर एउटा ठूलो गडबडी यहीँनिर भयो। यो सन्धिले सिमाना त तोक्यो, तर त्यो काली नदी ठ्याक्कै कहाँबाट सुरु हुन्छ अर्थात् त्यसको भौगोलिक उद्गमस्थल कुन हो भनेर कहिल्यै खुलाएन। एउटा सानो अस्पष्टता जसले आजसम्मको विशाल विवादको बिउ रोप्यो। इतिहासको समयक्रमलाई हेर्दा एउटा गजबको ढाँचा देखिन्छ। सन् 1816 मा सन्धि भयो अनि 1816 देखि 1820 को दशकसम्म बनेका सुरुवाती बेलायती नक्साहरूमा काली नदीको मुहान लिम्पियाधुरालाई देखाइएको थियो। तर सन् 1850 को दशकतिर आइपुग्दा अचानक एउटा ठूलो परिवर्तन आयो। बेलायतीहरूले बनाएका नयाँ नक्साहरूमा नदीको उद्गमस्थल 81 पूर्वतिर सर्यो, कालापानीमा। एउटै शक्तिले फरक फरक समयमा बनाएका फरक फरक नक्सा। यहीँबाट सुरु भयो आधुनिक समयका प्रतिस्पर्धात्मक व्याख्याहरूको जग। यहीँबाट हामी प्रवेश गर्छौँ तेस्रो खण्डमा, प्रतिस्पर्धात्मक क्षेत्रीय दाबीहरू। इतिहासको त्यही अस्पष्टताले गर्दा आज कसरी दुई राष्ट्रहरू आआफ्नो अडानमा छन् हेरौँ। अहिले आएर निष्पक्ष रूपमा दुवै पक्षलाई हेर्दा नेपालको दाबी एकदमै स्पष्ट छ। काली नदी लिपुलेखको उत्तर पश्चिममा पर्ने लिम्पियाधुराबाट सुरु हुन्छ। अर्कोतर्फ भारतको दाबी भने अलि फरक छ। भारतका अनुसार काली नदी कालापानी गाउँ नजिकैका मुहानहरूबाट सुरु हुन्छ। एउटै नदी तर उद्गमस्थलका दुईवटा फरक परिभाषाहरू। यसले गर्दा दुईवटा बेग्ला बेग्लै यथार्थहरू सिर्जना भएका छन्। अनि यो फरक दाबीले कत्रो भूभागलाई असर गरेको छ त? 335। यो भनेको 335 वर्ग किलोमिटर क्षेत्रफल हो। लिम्पियाधुरा, कालापानी र लिपुलेख मिलेर बनेको यो त्रिकोणात्मक क्षेत्र चान्चुने सानो टुक्रा होइन। यति ठूलो हिमाली र पहाडी भूभाग नै यो सम्पूर्ण विवादको मुख्य केन्द्रबिन्दु बनेको छ।
भारतले आफ्नो अडानलाई समर्थन गर्न के कस्ता आधारहरू पेश गर्छ भनेर पनि बुझौँ। भारतको मुख्य तर्क भनेको यस क्षेत्रमा उनीहरूको निरन्तर प्रशासनिक नियन्त्रण हो। उनीहरूले 19औं शताब्दीदेखिका राजस्व सङ्कलनका रेकर्डहरू देखाउँछन्। साथै ब्रिटिस युगदेखि नै त्यहाँ सीमा सुरक्षा फौज तैनात रहेको र त्यो आजसम्म कायमै रहेको कुरालाई भारतले आफ्नो दाबीको सबैभन्दा बलियो प्रशासनिक कडी मान्दै आएको छ। अब लागौँ हाम्रो चौथो र अन्तिम खण्डतिर, चीनको भूमिका। यो त्रिदेशीय बिन्दुमा तेस्रो ठूलो खेलाडीको अवस्था के छ त? यो सबै चलिरहँदा चीनको दृष्टिकोण एकदमै स्पष्ट र तटस्थ देखिन्छ। चीनले यो लिपुलेक भन्ज्याङलाई च्याङ्ला भन्ज्याङ भन्छ र यसलाई भारतसँगको व्यापार र तीर्थयात्राको लागि परम्परागत द्विपक्षीय सीमा बिन्दुको रूपमा मात्र लिन्छ। बेजिङको अडान के छ भने यो क्षेत्रीय विवाद पूर्ण रूपमा नयाँ दिल्ली र काठमाडौँ बीचको द्विपक्षीय मामिला हो। त्यसैले चीनले यस विवादमा मध्यस्थता गर्ने वा कुनै पक्ष लिने कुरालाई सिधै अस्वीकार गर्दै आएको छ र यसले भू-राजनीतिको एउटा व्यावहारिक पाटोलाई मज्जाले उजागर गर्छ। हेर्नुस् त, 1954, 1992, 2015 र भर्खरै 2025मा भएका सम्झौताहरू चीन र भारतले दशकौंदेखि लिपुलेखलाई द्विपक्षीय व्यापार र तीर्थयात्राको केन्द्रबिन्दुको रूपमा निरन्तर प्रयोग गर्दै आएका छन्। यी कुनै पनि सम्झौतामा नेपालसँग त्रिपक्षीय परामर्श गरिएको थिएन। कूटनीतिक रूपमा भन्ने हो भने यिनै कदमहरूले आजको विवादलाई झनै पेचिलो बनाइदिएका छन्। हामी यस विश्लेषणको अन्त्यमा आइपुगेका छौँ। यी सबै तथ्यहरू हेरिसकेपछि एउटा गम्भीर प्रश्न उब्जिन्छ। औपनिवेशिक युगका नक्साहरूले छोडेर गएका यी भ्रमहरूलाई आजको आधुनिक कूटनीतिले कसरी समाधान गर्न सक्छ? के 2 शताब्दी पुराना अस्पष्ट रेकर्डहरूले आजको बदलिँदो रणनीतिक अवस्थालाई साँच्चीकै सम्बोधन गर्न सक्लान् त? यो यस्तो प्रश्न हो जसको जवाफले भविष्यमा दक्षिण एसियाको भू-राजनीतिक स्थिरता तय गर्नेछ। यो जटिल विवादको अन्त्य कसरी होला? आजको लागि हाम्रो यो एक्सप्लेनर यहीँ बिट मारौँ।